साथीहरू मैले माछा फ्राईको रेसिपी लिएर आएको छु। माछालाई यहाँनिर मैले म्यारिनेट गरेर रेडी गरिराखेको छु है। अब म प्यान लिन्छु अनि प्यान थोरै तातेपछि चाहिँ म अब तेल हाल्छु। यो रेसिपी चाहिँ सिम्पल इजी छ है, सबैले बनाउन सकिन्छ। सो मैले पनि ट्राई गरेको। तेल हाल्नुहोस् होला, तेललाई गरम हुन दिनुहोस्, तेल अलिकति तात्तियोस् है। तातेपछि चाहिँ अब मैले यो माछालाई फ्राई गर्न राख्दछु। यो चाहिँ ड्राई फ्रेस फ्राई भनौँ न है, एकदम केही ग्रेभी सेभी नहालिकन। अर्को पनि लिएको छु, अर्को पनि मैले प्यानमा हालेँ। एकदमै सिम्पल एन्ड इजी रेसिपी है। जसलाई चाहिँ फ्राई फिस मात्रै खानु मन लाग्छ है, त्यो हो। यो फिसको नाम चाहिँ तिलोपिया फिस भन्छ है। अनि मिठो हुन्छ फ्राई गरेर खानु। हेर्दै गर्नुहोस्, मजाले फ्राई हुँदैछ है। एकपट्टि मजाले पाकेपछि बिस्तारै पाक्न दिनुपर्छ है। मजाले फ्राई हुँदैछ। अब चाहिँ बिस्तारै अर्कोपट्टि पनि पकाउनु पर्छ है। त्यही भएर बिस्तारै पल्टाउने। बिस्तारै पल्टाउनुहोस् होला। अलिकति टाल्लेछ तर केही छैन, डल्लै चाहिँ फुटेको छैन है। अर्कोपट्टि फ्राई हुँदाखेरि एकदम सेट भइहाल्छ। एकपट्टि पाकिसक्यो, अब अर्कोपट्टि पाक्दैछ। हेर्नुहोस् है त साथीभाइहरू, मैले फिस फ्राई यतिको भएको छ है, ड्राई एकदम सिम्पल है। यो चाहिँ तपाईँहरूले त्यसै पनि खानु मिल्छ, या त तपाईँहरूले ड्रिङ्क्सहरूसँग पनि लिन सक्नुहुन्छ, या त फिर चावलहरूसँग पनि लिन सक्नुहुन्छ। हुन्छ त, बाई बाई।